हामी चाहिँ दुप्चेश्वर प्रवेश गऱ्यौँ है। अब यहाँबाट बाटो देखेको छैन, सोध्दै खोज्दै जाँदैछौँ। दुप्चेश्वर पुगेपछि हजुरहरूलाई म भिडियो गरेर देखाउँछु है त यो बाटोको अलिकति। त्यहाँ पुगेपछि दुईटा बाटो रहेछ। अब लिखु गाउँपालिका लेखेको रहेछ है, 4 घोडा घोडा। हामी पक्कै सोधौँ है यहाँबाट कता लाग्ने। दुप्चेश्वर जाने कताबाट दिदी? एकै ठाउँ पुगिन्छ। धन्यवाद। राम्रो बाटो कुन छ? ल है त, धन्यवाद। हो उताबाट ए हो त्यस्तो, यताबाट जाऊँ न त। तपाईँले यहाँबाट गएपछि फेरि अर्को चोक पर्छ, 3-4 चोकमा सोध्नु पर्छ। त्यो भन्दा यो बाटो गएपछि सोध्नु परेन। ए सिधै हुन्छ यताबाट चाहिँ। ल धन्यवाद। धन्यवाद। ल झोलुङ्गी पुल पनि रहेछ है, कस्तो राम्रो लामो। ल कति लामो पुल रहेछ। ल है हामी सरर घुम्दैछौँ दुप्चेश्वर है त। अब दुप्चेश्वरको यात्रा